बादल भन्दा माथि हिमालको काखमुनि एउटा यस्तो बस्ती छ जहाँ पुगेपछि शब्दहरू हराउँछन् र मन बोल्न थाल्छ। यो हो घ्यारू। मनाङको विकट बाटो, थकित पाइलाहरू, तर जब आँखै अगाडि घ्यारू गाउँ तब लाग्छ यो यात्राको हरेक कष्ट सार्थक भयो। 3730 मिटरको उचाइमा अवस्थित प्राचीन बस्ती, यहाँको ढुङ्गे घरहरूले पुस्तौँदेखिका हिमाली कथाहरू सुनाइरहेछन्। स्वर्ग जस्तै घ्यारू गाउँ जहाँ हिमाल त मुस्कुराइरहेछन् तर आँगनहरू बिस्तारै रित्तिँदैछन्। सहरको चमक र अवसरको खोजीमा युवा पुस्ता बाहिरिँदा यी प्राचीन ढुङ्गे घरहरूमा आज तालचा र मौनता मात्र बाँकी छ भन्दा फरक नपर्ला। पर्यटकका लागि त यो एउटा सुन्दर दृश्य होला, तर राज्यको उदासीनताले आफ्नै माटोमा भविष्य नदेख्नु हाम्रो समाजको तितो यथार्थ हो। प्रकृति त जोगियो, तर यी बस्तीहरू जोगाउने मान्छेहरू किन जोगाउन सकेनौ त? पर्यटकको हाँसोमा रमाइरहेको घ्यारूले फेरि हाम्रा पाइलाहरू गाउँतिर फर्केको हेर्ने आशा व्यक्त गर्दैछ। हस्त, धन्यवाद।